हाई एभ्रिवान, राधे राधे सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ? स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ रेसिपीमा। आजको रेसिपी रहेको छ स्न्याक्सको रेसिपी। आउनुहोस् भिडियोलाई सुरु गरौँ। हेर्नुहोस् त साथीहरू, मैले चाहिँ आज यो बेसन लिएकी छु। थोरै ट्रेन्डिङमा म यो स्न्याक्स बनाउँदैछु। यहाँनिर थोरै काटेको बन्दालाई लिएकी छु, एउटा पाकेको केरा, अनि त्यसपछि एउटा यो पोखरा फालेर राखेको आलु, अनि त्यसपछि यो गुलाबको फुल, अनि 2-3वटा फर्सीको मुन्टा, अनि यो रहेको छ भेन्टा। अनि हेर्नुहोस् त यहाँनिर यो हरियो खुर्सानी, अनि यो ज्वानो पनि लिएकी छु मैले। आज यति सामानले मैले कति धेरै यो स्न्याक्स घरमै बनाएर खान सकिने कसरी बनाउँछु हेर्नुहोस्। आउनुहोस् भिडियोलाई सुरु गरौँ है त। ल म अब यति सामानसँग रेडी गर्दैछु। सबै यो चिजहरू राखेर म आज के बनाउँदैछु भिडियोलाई सबैजनाले अन्तिमसम्म हेरिदिनु होला है त। म यस्तो खालको आज नयाँ खालको रेसिपी लिएर आएकी छु। फेरि म यो बेसनमा थोरै स्वादअनुसार नुन राख्दैछु। त्यसपछि यो ज्वानो रहेको छ, ज्वानोलाई थोरै हातले यसरी क्रस गरेर यस्तो गरेर मैले यसलाई पनि राख्दैछु। फेरि यो जिरा राख्दैछु, आधा चम्मच जिरा, अनि त्यसपछि आधा चम्मच रातो धुलो खुर्सानी कलरको लागि यो रहेको छ जिरा, अनि धनियाँको धुलो, अनि यो रहेको छ थोरै बेसार। अब हेर्नुहोस् त मैले यो दुईवटा काटेको हरियो खुर्सानीलाई पनि एड गर्दैछु। अब यहाँनिर म थोरै पानी राखेर थोरै पानी राख्दै यसलाई पातलो बनाउँदैछु, यसको घोल बनाउँदैछु। सबै यो मसला मैले राखिसकेँ। अब यति राखिसकेपछि थोरै पानी राख्दै यो बेसनमा मजाले यसलाई घोल बनाउनु पर्छ। पातलो धेरै पातलो पनि बनाउनु हुँदैन है त। ल ठिक्क यो डिप गर्ने हिसाबले हामी आज यो स्न्याक्स पकौडाहरू यसरी बनाउँदैछौँ। सबै चिजको म भिडियोलाई अन्तिमसम्म हेर्न नबिर्सनु होला। कसरी बनाउने घरमै सजिलैसँग हामी धेरै खाना अब बोर भइन्छ कहिलेकाहीँ। अब कहिलेकाहीँ यसरी नै अलग नयाँ तरिकाले बनाएर खाँदा अझै मिठो हुन्छ। यसलाई यसरी घोल्दै मजाले यत्तिको खालको घोल बनाउनु पर्छ। देख्न सक्नुहुन्छ हजुरहरूले, धेरै पातलो पनि छैन यो र धेरै बाक्लो पनि छैन। यत्तिको भइसकेपछि यसलाई चाहिँ 5-10 मिनट सेट हुनको लागि म एक ठाउँमा राख्दैछु। यतातिर फेरि मैले पहिला नै तेल राखेर यसरी ग्यासमा कराहीमा तेल बसाल्दैछु। तेल तात्छ हाम्रो। तेल तात्ने बेलासम्म म यता फेरि अर्को यो आलुको पनि रेडी गर्दैछु है त। ल यसरी यो आलुलाई यो बिचबाट यस्तो गरेर गोलो सेपमा, धेरै पातलो पनि छैन र धेरै मोटो पनि छैन, यत्तिको सेपमा हजुरहरूले आलुलाई गोलो सेपमा काट्न सक्नुहुन्छ। या हजुरहरूले आलुलाई लामो सेपमा पनि काट्नुहुन्छ। आज चाहिँ मैले यसरी यस्तो खालको यो यत्तिको खालको यो मोटो पनि नै पातलो पनि नै यत्तिको थिकनेस बनाएर यस्तो बनाएर सबै आलुलाई पनि काट्दैछु है त। सबै तरिकाको आज म स्न्याक्स बनाउँदैछु। यहाँनिर यो भेन्टालाई मैले आधा भेन्टा लिएकी छु। अब यसलाई पनि हेर्नु है, यो ठुलो खालको भेन्टा हो। अब यो धेरै भर्ताको लागि पनि खाइन्छ, अनि यसरी पकौडा बनाएर पनि खाइन्छ हामीहरू। अब यसलाई पनि म यसरी धेरै मोटो पनि छैन र धेरै पातलो पनि छैन, ठिक्क यत्तिको सेपमा म काट्दैछु। यो भेन्टा खानको लागि पनि एकदमै मिठो हुन्छ। यो यसरी बनाएर खाँदा हाम्रो यो पकौडाहरू थोरै नयाँ ट्राई गरौँ भनेर मैले यसरी यो भेन्टालाई पनि लिएकी छु। हजुरहरूले घरमा जे हुन्छ आलु, प्याज, त्यसपछि साग भयो, जे चिज पनि राखेर सजिलैसँग बनाउन सक्नुहुन्छ। तर चाहिँ यो भेन्टाको पकौडा पनि एकदमै मिठो हुन्छ बनाएर खाँदा। त्यसमाथि बेसनको घोल कोट गरेर बनाउँदा त अझै मिठो हुन्छ है। हेर्नु त मैले यति यसरी सकाइसकेँ। यो पछाडिको भागलाई म फाल्दैछु। यो रहेको छ फर्सीको मुन्टा।
अब यसलाई पनि मैले राम्रोसँग धोएर यसको किराहरू सबै सफा गरेर लिएर राखेकी छु। अनि यो गुलाबको फुल पनि लिएकी छु मैले, यसको पनि म आज पकौडा बनाउँदैछु। यसलाई पनि मैले धोएर राखेँ। यहाँनिर यो पाकेको केरा छ, अहिले यो केरालाई पनि मैले लास्टमा पकौडा बनाउँछु बोक्रा फालेर। अब यति सामानले हेर्नुहोस् त म अब के बनाउँदैछु। अब यता हाम्रो 10 मिनट पनि भइसकेको छ। अब यो बेसनको घोल पनि सेट भइसक्यो। ल हेर्नुहोस् त यस्तो खालको कन्सिस्टेन्सी भएको छ यसमा। अब यहाँनिर हाम्रो तेल तातिसकेको छ। म पहिला चाहिँ आलुलाई यसरी डिप गर्दैछु। अब धेरै बाक्लो पनि छैन यो घोल र धेरै पातलो पनि छैन, यत्तिको भएपछि पर्फेक्ट बन्छ। अब फेरि म तेलमा यसरी एउटा एउटा गरेर यो सबै आलुलाई म यो घोलमा डुबाउँदै कोटिङ गर्दै राख्दैछु। ग्यासको फ्लेम मिडियम गरिदिनुपर्छ, अन्त धेरै छिटो डढ्ने सम्भावना हुन्छ। मिडियममा मजाले चलाउँदै पकाउनुपर्छ यसलाई। हेर्नु त बच्चाहरू हामी सबैको लागि मनपर्ने यो बेसन पनि एकदमै हेल्दी खालको हुन्छ। ल हेर्नुहोस् त यो कस्तो मजाले यो फुल्न पनि लागिसक्यो है, यस्तो खालको बनेको छ। यसरी चलाउँदै यो पुरी जस्तो सेपमा यो फुल्न लागिसकेको छ सबैलाई। यसरी एकछिन अनि अलग अलग गरेर यसलाई चलाउँदै यस्तो बनिसकेको छ। अझै यसको कलर चाहिँ आएको छैन। यसलाई फेरि यसरी नै चलाउँदै म यसरी पकाउँदैछु। हेर्नु त यो आलुको यो यसो हेर्दाखेरि गोलगप्पे जस्तो पनि देखिएको छ, पानीपुरीको जस्तो फुलेको, यस्तो खालको फुलेको। हेर्नु त कलर पनि चेन्ज हुँदैछ, यसको रातो खालको हुँदैछ। हेर्नु त कस्तो मजाको यो फुलेर हाम्रो यो आलुको पकौडा बनेर रेडी पनि भइसक्यो है साथीहरू। हेर्नु त अब म यो पेपर टावलमा न्यापकिनमा यसरी सबै यो आलुको पकौडालाई पनि निकाल्दैछु। अब यसरी नै सबै म यो पकौडा निकाल्छु। फेरि यो भेन्टालाई पनि म यो घोलमा यसरी डिप गर्दैछु। फेरि म यो तातो तेलमा सबै भेन्टालाई यसरी डिप गर्दै कराहीमा यसरी राख्दैछु तल्नको लागि। हेर्नु त कस्तो मजाले यो भेन्टा पनि फुल्न लागिसक्यो माथिबाट। यति छिट्टै खानको लागि हेल्दी, बेसन पनि हेल्दी र भेन्टा पनि हेल्दी। बच्चाहरूले तरकारीहरू खान नमान्दा हजुरहरूले यसरी पनि बनाएर खुवाउन सक्नुहुन्छ। र तेलको ठाउँमा हजुरहरूले घिउमा पनि तलेर बनाउन सक्नुहुन्छ। अनि खाना पनि मिठो, चटनीसँग पनि खान मिल्ने, सससँग पनि खान मिल्ने। बच्चाको टिफनदेखि लिएर हामी सबैजनालाई पानी परेको बेलामा त हेर्नुहोस् त कस्तो मजाले यो फुलेको छ। अघि हाम्रो यो आलु पनि मजाले फुलेको थियो, यो भेन्टा पनि कस्तो पुरी जस्तै देखिएको छ है। यो कलर पनि चेन्ज भइसकेको छ, रातो। यत्तिको भएपछि यो भेन्टा खानको लागि पनि रेडी भयो है। म सबै भेन्टाको पकौडा पनि यसरी नै निकाल्दैछु। पुरी जस्तो फुलेको हाम्रो यो भेन्टाको पकौडा बनेर पनि रेडी भइसक्यो, हजुरहरूले देख्न सक्नुहुन्छ। फेरि म यो फर्सीको मुन्टालाई पनि अब यसरी यो घोलमा यस्तो गरेर सबै चोबेर यो ग्रेभीमा यसरी सबै चोबालेर यसमा मजाले कोटिङ गर्दैछु, बेसन लगाउँदैछु यो घोल। अनि फेरि यो रहेको छ गुलाबको फुलको पकौडा पनि एकदम क्रिस्पी हुन्छ खानको लागि पनि, अनि मिठो अनि हेल्दी पनि। नयाँ यसरी ट्राई गर्न सकिन्छ। अनि यस्तो गरेर मैले हेर्नुहोस् त यो फर्सीको मुन्टा पनि अब ग्यासमा राख्दैछु तेलमा। यस्तो गरेर यसलाई पनि म साथमा राख्छु। अनि यो गुलाबको फुललाई पनि म यसरी तल्नको लागि राख्दैछु। अब यसलाई 1-2 मिनटपछि यसरी पल्टाउँदै क्रिस्पी बनाउनु पर्ने हुन्छ। गुलाबको फुल अझै धेरै क्रिस्पी बन्छ र यो फर्सीको मुन्टा पनि यो पुरै पाकेर
पाकिसकेपछि क्रिस्पी खालको बन्छ। यसको कलर चाहिँ चलाउँदै यतिको चेन्ज भइसकेको छ हाम्रो यो फर्सीको मुन्टा। अनि त्यसपछि यो गुलाबको फुल खानको लागि पनि रेडी भइसक्यो है। हेर्नु त, अब म फेरि यसलाई पनि एउटा पेपर न्यापकिनमा यसरी राख्दैछु। सबै यो फर्सीको मुन्टा पनि अब यसरी फर्सीको मुन्टाको पकौडा पनि निकालेर यसरी राख्दैछु। हजुरहरूले मोटो खालको खुर्सानीको पनि यसरी डिप गरेर बनाउन सक्नुहुन्छ। फेरि मैले अघि काटेको बन्दा लिएँ, थोरै धेरै लिइनँ, मैले गोलको हिसाबले लिँदैछु। फेरि एउटा यो पाकेको केरालाई पनि यसरी हातले म्यास गरेर बन्दामा अनि मिक्स गरेर यसलाई मुछेर फेरि यो सबै लास्टमा यसरी सबै बेसनको घोलसँग यसलाई पनि मुछेर लिँदैछु। हेर्नु त, यस्तो यो बन्दा र पाकेको केराको पनि यो एकदम जुसी बन्छ अनि खाना पनि गुलियो मिठो खालको बन्छ। हेर्नु त, यस्तो गरेर मैले यसलाई पनि यस्तो बनाएर यस्तो ड्रपमा म धेरै ठुलो पनि बनाउँदिनँ, सानो पनि बनाउँदिनँ, ठिक्क मिडियम साइजमा म यसरी यसलाई तेलमा राख्दैछु। अब यो ध्यान दिने कुरा यहाँनिर के हुन्छ भने पाकेको केराको बनाउँदा हजुरहरूले थोरै चाहिँ बेसनहरू प्याजहरू मिक्स गर्नु होला। बन्दा यो थोरै खुल्छ, हल्का यो फुक्ने खालको, थोरै धेरै सफ्ट हुन्छ नि त, त्यही भएर यसलाई ध्यान दिनुपर्ने कुरा चाहिँ थोरै केराको मात्रै नबनाउनु होला। केरामा अरू चिजहरू राखेर बनाउन सक्नुहुन्छ। केराको मात्रै बनाउँदा यो फुक्ने सम्भावना धेरै हुन्छ, यो गिलो मोइस्चराइज हुन्छ हैन। हेर्नु त, कलर कस्तो मजाको आइसकेको छ है। यसमा रातो खालको कलर पनि बनिसकेको छ है हाम्रो यो पकौडा। हेभी बन्छ यो, थोरै भारी अनि बाहिरबाट क्रिस्पी, भित्र फेरि एकदमै नरम खालको। अनि खानको लागि त अझै धेरै स्वादिलो बन्दा र केराको पकौडा बनेर पनि रेडी भइसक्यो है। हेर्न सक्नुहुन्छ हजुरहरूले कस्तो राम्रो रातो खालको पर्फेक्ट कलर आइसकेको छ। अब म फेरि यसलाई पनि पकौडा बन्दाको र केराको पकौडालाई पनि फेरि एउटा गरेर यसरी निकाल्दैछु। ल हेर्नुहोस् त, हाम्रो यो भेन्टाको पकौडा अनि गुलाबको फुलको पकौडा अनि त्यसपछि फर्सीको मुन्टा, आलु सबैको पकौडाहरू बनेर पनि रेडी भयो। मैले सस राखेर यहाँनिर यो आलुलाई यसरी भाँचेर पनि देखाएकी छु। हेर्नु त, कस्तो मजाले पर्फेक्ट पाकिसकेको छ यो। म टेस्ट पनि गर्दैछु है त कस्तो बनेको छ यो। दामी छ है, एकदम मिठो खालको बनेको छ। अब यो रहेको छ भेन्टा, हजुरहरूलाई यसलाई पनि म यसरी देखाउँछु। भित्र पनि पाकेको छ। अब यसलाई पनि ट्राई गर्दैछु। मस्त बनेर रेडी भइसक्यो साथीहरू। आज चाहिँ मैले यो सससँग ट्राई गर्दैछु। अब हेर्न सक्नुहुन्छ, मैले यो अर्को प्लेटमा पनि यसरी लगाएँ। सबै पकौडाहरूलाई हामी यहाँ यसरी बनाएर घरमा नै सजिलैसँग घरमै भएका सामानसँग हेर्नु त कति धेरै तरिकाले मैले यो पकौडाहरू बनाएर देखाएँ हजुरहरूलाई। गुलाबको फुल भयो, त्यसपछि आलु बन्दा अनि त्यसपछि पाकेको केरा अनि भेन्टा भयो हैन। सबै चिजहरूलाई मैले कभर गरेर हजुरहरूलाई एउटा नयाँ खालको डिस बनाएर पनि देखाइसकेँ है। हेर्न सक्नुहुन्छ कस्तो मजाको, बच्चाहरू पनि खुसी हुने अनि हामी सबैले नास्ताको रूपमा पनि अब हेल्दी खालको यो पकौडाहरू घरमै सजिलैसँग अब जे छ सामान त्यही हिसाबले हामी बनाएर खान सकिने। सागहरूको पनि बनाउन सक्नुहुन्छ हजुरहरूले। साग भयो, अब जे सिजनमा जे छ यसरी नै बेसन राखेर हजुरहरूले बनाएर खान सक्नुहुन्छ। कस्तो लाग्यो हजुरहरूलाई आजको यो मेरो स्न्याक्सको रेसिपी? भिडियो मन परेदेखि सब्सक्राइब गरिदिनु होला जुन नयाँ हुनुहुन्छ उहाँहरूले। त्यसपछि लाइक, सेयर अनि कमेन्ट गर्नु पनि नबिर्सनु है। हजुरहरूले पनि यसरी नै बनाएर आफ्नो फ्यामिलीसँग इन्जोय गर्न सक्नुहुन्छ।
अर्को भिडियोमा फेरि भेटौँला है। भिडियोलाई अन्तिमसम्म हेर्नुहुने सबैजनालाई धेरै धेरै धन्यवाद छ। फेरि यस्तै अर्को नयाँ रेसिपी लिएर आउनेछु। तबसम्मको लागि हजुरहरूसँग बिदा लिन चाहन्छु। सबैजनालाई बाई बाई।